हामी जेनजी आन्दोलन यहाँ सुन गर्नलाई जेनजीले बसिरहेको छौँ। यहाँ बोल्दै हुनुहुन्छ गरेको होइन यहाँ सुन उहाँले भन्दै हुनुहुन्छ प्रश्न पार्दै हुनुहुन्छ झोलेहरूले हो क्या तोडफोड गरेको त्यो झोले को भन्छ तोडफोड गरेको सर नेकपा एमालेको झोलेहरूले तोडफोड गरेको भनेको झोलेहरूले झोलेहरूले ओ सर झोलेहरूले चाहिँ तोडफोड गरेको जेनजीहरूले होइन होइन झोलेको जस्तै जेनजीको नाम लिएर झोलेहरूले चाहिँ तोडफोड गरेको अहिले चाहिँ हामी यहाँ इन्टरभ्यूमा उहाँले भन्दै हुनुहुन्छ कि जेनजीले गरेको होइन जेनजीको नाममा पार्टीको झोलेहरूले चाहिँ के अरे तोडफोड गरेको भन्ने खुलासा यहाँ निस्किसकेको छ। यो खुलासा चाहिँ हाम्रो दुर्गा प्रसादले भन्छ नि त यो खुलासा चाहिँ हाम्रो डिआइजी राजा कार्कीले खुलाउनु भएको हो। सक्दैन कुन पार्टीको दुर्गा प्रसाद भनेको कुनैको पार्टी ऊ आफ्नै स्वतन्त्र तिर्की ऊ गरेको हो क्या त्यसले हो साँच्ची हो अझै पनि के राजहरू खुलाउँदै हुनुहुन्छ डिआइजी कार्कीले जस्तै कार्की सर अहिले भनेको जेनजीले गर्दैछ नि हजुर जेनजीमाथि कतिको अत्याचार भइरहेको थियो जेनजीले मेरो प्रश्न पनि दिनु न जेनजीमाथि कतिको अत्याचार भइरहेको थियो जेनजीले भनेको नि अहिलेसम्म त्यस्तो नराम्रो काम गरेको छैन छैन होला सबै त्यो नेकपा एमालेको पार्टीहरूले माओवादीकोले तिनीहरूले रापाकोले जेनजीले भनेको अहिले हेर्दा सुदन गुरुङले पुरै एक्सक्युज भन्छ किन त्यसले त्यो बिचरा बुढी मान्छेलाई सुशीला कार्कीलाई कसरी प्रधानमन्त्री बनायो त्यो बुढी मान्छेलाई हान्नु दियो कि क्या होइन त्यो बुढी मान्छेले कसरी हान्छ त त्यस्तो होइन 6 महिना अब कार्तिक गयो अब चुनाव हुन्छ हो त्यो पछाडि अब दावेदार आउँदैछ हर्कसँग पनि आउँदैछ सबै आउँदैछ अनि त्यसबेला केपीले के भन्छ जेनजीले यो आन्दोलन के गरेको मान्छे मार्नुलाई हो कि बन्टुको हाँडी भन्यो नि त यताउति के गर्नुको लागि हो कि यस्तो भन्छ साँच्ची हो कुला लागि इन्टरभ्यू त अब समाप्त गरौँ होला यहाँ त इन्टरभ्यूबाट रोमाञ्चक पो जाँदैछ हास्य कलाकार पो हो कि क्या जेनजी भनेको त हास्य कलाकार निस्किनु भयो त इन्टरभ्यूमा अब भाइरल हुनुहुनेछ हस् त ल इन्टरभ्यू आजको लागि यति नै युट्युबमा जान्छ नि फेरि यो त